यो सडक पिच गर्दाखेरि खुन पसिना कसले चुहाउँछ? मजदुरले। भन्नु न तपाईँ आफै। यो सडक पिच गर्दाखेरि त्यो तातो अलकत्रा कसले बोक्छ? इन्जिनियरले बोक्छ। तर त्यो गरिबले त्यो अलकत्ता बोकेको पैसा पनि पाउँदैन, ठेकदारले खाएर हिँडिदिन्छन्। सुनिदिने कोही छैन। एउटा संस्था छ जी फन्ड भन्ने, हामी त्यहाँको पनि म पनि सदस्यता हो। मेरो समस्या बोकेर मैले ठेकदारले पैसा दिएन भनेर यहाँ 20 दिन अनसन बस्दा कसैले टेड पुछार लाएनन्। अरूको त कुरा छोडिदिनुहोस्, तपाईँहरूले टेड पुछार लाएन, अरू के कुरा गर्ने हो? बुझ्नुभयो नि? तपाईँहरू पनि आफ्नै दुनो सोच्याउने हो। तपाईँ जब बोल्नुहुन्छ तपाईँ जब सबजना आफ्नो स्वार्थ मात्र हो नि। भात खानको लागि मात्र त कमाउन त आएको हो नि। देशको चिन्ता कसलाई छ र यहाँ? बोल्नेको पिठो बोक्छ क्या सर? बोल्नेको पिठो बिक्छ नि। हामीलाई त बोल्नै दिँदैन नि। गरिब हो, कहाँ बोल्छ यसले? हिजो अस्ति तपाईँ यसरी आयो, हामी तपाईँको प्रतिक्रिया तपाईँको विचार लिन्छौँ। बस्या हो नकुर्ने यस्ता कुराहरू बकम फुस्रे कुरा नगर्दा हुन्छ। हामी 20 दिन बस्या हो। दुनियाँले देखाएको छ यहाँ हाम्रो रेकर्ड गएको छ। सिंहदरबारमा पुलिसहरू यहीँ छन्। म कति दिन बस्यो भन्ने थाहा भएको। हामी चाहिँ यहाँनिर एक्लै धर्ना बस्दा चाहिँ हाम्रो चाहिँ सुनिदिने कोही छैन भन्दा त यहाँ अनि बकम फुस्रेहरू चाहिँ आएर यहाँनिर अकुपाई गरेर बसिदिने माइती घर ओरिजिनल पीडितहरू चाहिँ छैन। तपाईँले भन्न खोज्नु उहाँहरूले अनसन बस्न मिल्दैन भन्नुभयो हो? मिल्छ, जायज कुरामा बस्नुपर्छ भन्न खोजेँ मैले। बुझ्नुभयो? पक्षपात गरेर बाँदरलाई मात्र जोगाऊ, गोरुलाई जोगाऊ, कुकुरलाई मात्र होइन, हरेकलाई जोगाउनु पर्छ। हामी भनेको मान्छे हो, बुद्धको देशमा जन्मेको मान्छे हो, बुद्धको बाटोमा हिँड्नुपर्छ। काटमार कसैलाई गर्न पाइँदैन, त्यो पक्षपात पनि गर्न पाइँदैन भन्न खोजेँ अब मैले चाहिँ। बुझ्नुभयो?